दशनामी युवा समाजको युवा समितिको अध्यक्ष हाम्रो तेजप्रसाद पुरी भन्ने हाम्रो सन्तोष पुरीजी, हाम्रो भाइ रामकुमार गिरी, अब भान्जा पति गणेश लगायत सँगसँगै अब दीपक पुरी भाइदेखि लिएर सम्पूर्ण हाम्रा अब भाइ भन्ने अब प्रदीप गिरी लगायत सम्पूर्ण यो दशनामी समाजका युवाहरू यहाँको अब सक्रिय अब दशनामी समाजमा लागेर समाजको लागि केही अथवा आफ्नो बन्धुहरूको लागि केही समस्याहरू पर्दा दुःख पीर मार्ग पर्दा एउटा सङ्गठित रूपले चाहिँ लाग्नुपर्छ। आफ्नो बन्धु भनेको भोलि गएर सबैको आफ्नो अब त्यहाँ नेवारहरूको आफ्नै समुदाय छ होइन, अब तामाङहरूको छुट्टै छ, तामाङ घेरुङसँग भन्छ, गुरुङको छुट्टै छ, आफ्नो किसिमको सबैको एउटा जाति सङ्गठन छ र उनीहरू मजबुत तरिकाले हरेक कुराहरू माग राख्दाखेरि मजबुत तरिकाले हिँडिरहेको अवस्था छ। यही सिलसिलामा हाम्रो दशनामी समाजको गिरी पुरी भारत दिपन आरण्य अब के छ अब त्यस्तो चाहिँ अब हाम्रो पनि एउटा दशनामी समाजको गठन भएको छ। अब त्यो समाजमा चाहिँ विभिन्न जिल्लामा यहाँको सुनसरीको कुरा गर्नुपर्दाखेरि अब वडा लेभलसम्म चाहिँ यो फैलिएको छ र युवा समूहको पनि अर्को छुट्टै सङ्गठन पनि हाम्रो रहेछ। यो गर्दाखेरि म एकदमै खुसी लागेको। सर्वप्रथम त हाम्रो अब सन्तोष पुरीले अब भान्जा प्रदीप पुरीले लगायत जुन किसिमको मलाई चाहिँ अब यो चिन्जान गराउने यहाँ साथीभाइहरूसँग चिन्जान गराउने र 2 शब्द राख्ने र यहाँ मलाई एकदम सम्मान गर्नुभयो, स्वागत गर्नु। यसको लागि चाहिँ म मेरो व्यक्तिगत तर्फबाट मेरो कार्यको तर्फबाट यहाँ सबैलाई अध्यक्षज्यू लगायत सबैलाई चाहिँ म धन्यवाद कृतज्ञता व्यक्त गर्न चाहन्छु। अब जहाँसुकै पनि अब अघि पनि भने मैले अब बन्धु बान्धवत्व भनेको चाहिँ हुनुपर्दछ। अब यो हाम्रो हजुरबाबा 109 वर्षको उमेरमा अस्ति 81 सालको माघ 3 गतेको स्वर्गरोहण भयो। अब त्यहाँ हाम्रो काठमाडौँमा पनि भ्यालीमा त्यति छोटो समयमा हाम्रो अब 9-10 बजीतिर हजुरबाको स्वर्गरोहण भएको एउटा म्यासेज गरेको घरमा लगभग 1 बजीतिर हामीले घाटा पुऱ्याउँदाखेरि अब 5-6 मान्छे चाहिँ अब ती बेलामा भइसक्नु भएको र त्यो अवस्था हुँदाखेरि के हुँदछ भने अब पहिले म त जागिरे भएँ। अब पढ्ने बेलामा पढिसकेपछि जागिर खोज्न चाहिँ अब केमा खोज्छ। अब 51 सालमा बिए पास गरेर शिक्षकमा भिडियो, त्यतिखेरको लोकसेवामा भिड्दाखेरि आयो, ग्रामीण विकास ब्याङ्क भिडियो, कृषि विकास ब्याङ्कमा भिडियो, जे खोज्छ त्यति भिड्दै जाँदाखेरि पछि 55 सालमा असै भयो। अब त्यो 54 हजारमा चाहिँ अब जागिर खान सुरुमा गइएन। अब बिए पास गरेर के जाने भन्ने कुरा बुझेर माथि डिग्री पढ्दैछु। अनि त्यो गरिसकेपछि अब पछि असै भयो। असै हुँदाखेरि अब माओवादी द्वन्द्व यति चरम अवस्था पुगेको थियो। अब प्रहरी भन्ने बित्तिकै अब गाउँघरमा त्यही कारणले पनि गाउँबाट हाम्रो बुवाहरू त्यति धेरै जग्गा जमिन यताउता अब जनप्रतिनिधि भएर उपाध्यक्ष भएर के भएर बसिरहेको मान्छे, गाउँभरिका मान्छेले जिल्लाभरिका मान्छेले चिन्ने मान्छे त्यहाँबाट विस्थापित हुनु पर्यो। त्यस्तो सिचुएसन सरललाई जागिर छोडाइदियो भन्ने कुरा हो। अब हामीले उद्योग धन्दा कल कारखाना गर्नलाई घर परिवारको दिनै थिएन, त्यो हामीले जानेकै थिएन। अब अरू जागिर भर्खर भएको छ, भोलि सामी होला किन छोड्नु पाएको जागिर भन्ने पो बरु बुवा आमालाई बरु काठमाडौँ बोलाएर 60 सालबाट हामीले उठै लिएर गएर बस्ने अवस्थाहरू भयो। त्यसले गर्दा त्यो अप्ठ्यारो अवस्थामा अब हामीहरू हिँड्यो आइयो। अब लोकसेवा केही एक्जाम हुन्छ प्रहरीमा पनि अब यो अहिले अब एक्जाम पास गरियो, पछि 61 सालमा यसमा नाम निकाल्यो, विभिन्न जिल्लाहरू गइयो आइयो, अहिलेको यहाँसम्म आइपुग्यो। अब म यो 63-64 सालमा पहिलो संविधान सभाको चुनाव बेलामा इलाका प्रहरी कार्यालय काँक्राभिट्टामा पनि म जागिर सूचनामा बसेँ। अनि यो आफन्त मान्छे नातागोताहरू भएको आफ्नो घर जग्गाहरू भएको ठाउँमा चाहिँ एकदमै दबाब महसुस हुँदछ हाम्रो कामलाई। किनभने अलिकति सानोतिनो कुरा गल्ती गऱ्यो, सानोतिनो कुरा चिप्लियो भने मात्रै पनि फलानाको छोरो, फलानाको नाति, फलाना दशनामी समाजको फलाना मान्छे आएको यहाँ त यस्तो भएर यसरी चाहिँ जानु पऱ्यो, यसरी हिँड्यो भन्ने खालको उहरू हुन्छ। त्यसले गर्दाखेरि त्यहाँ काम गर्दाखेरि अथवा जहाँसुकै गर्दाखेरि पनि हामीलाई चाहिँ अब एकदम संवेदनशील हुन्छ, एकदमै अप्ठ्यारो अवस्थाहरू आउँछ। अब अहिले सानोतिनो गल्ती कमजोरी कहिलेकाहीँ गर्दाखेरि पनि कहिलेकाहीँ नगर्दाखेरि पनि कतिपय अवस्थामा अब त्यस्ता खालका कुराहरू पनि कहिलेकाहीँ आउन सक्छ। त किनभने 14 जिल्लाको कमान्ड सम्हालेको छ, मात्र कोही मान्छेले गल्ती कमजोरी गरिदियो भने पनि त्यहाँ उसको कमान्डर हिसाब किताबले गर्दाखेरि घरको अभिभावकले जसरी घरको कुराहरू गर्नुपर्छ, संस्थागत रूपमा पनि अब त्यहाँको कमी कमजोरी गर्ने कुराहरू आफूलाई पनि तेरो कमान्डर भएको मान्छेले यस्तो गर्छन् भन्ने कुरा आउँछ। त्यसले गर्दा अलिकति आफ्नो चिन्जानको नातागोताको भएको ठाउँमा आफ्नो सम्बन्धीहरू भएको ठाउँमा चाहिँ अलिकति अब दबाब चाहिँ हुँदो रहेछ, महसुस हुँदो रहेछ। त्यसले गर्दाखेरि पहिले पनि बस्यो। अब म डिएससी हुँदाखेरि जिल्ला प्रहरी कार्यालय बैतडी ठ्याक्कै सुदूरपश्चिमको महाकालीकै किनारमा थियो। त्यो 18-19 किलोमिटर गएपछि महाकालीकै नदी किनारमा हुन्थ्यो। त्यहाँ बसेर आयो। त्यहाँ
25 जग्गा जागिर खाँदाखेरि पनि एउटा प्रहरी चिनेको प्रहरी भेटेन, त्यहाँ पनि त्यसरी गरायो। अब यहाँ त आफन्त यत्रो अब बन्धुहरूको साथ छ, सहयोग छ होइन सद्भाव छ। अब यस्तो बेलामा अब झन् हामीलाई चाहिँ अब काम गर्नुमा चाहिँ अब सहज वातावरण छ, नातागोता अब हामी हिँड्दाखेरि कि अब भाइ भतिजा काका बडाउ यहाँ धेरैजना हुन्छ। अब तलतिर त नाता सम्बन्धीहरू पनि धेरै हुन्छ र यो चिन्जान अब यो सम्बन्धहरू चाहिँ हुनुपर्ने, हाम्रो गर्नुपर्ने जरुरी के रहेछ भने अब हामीहरू उहाँबाटै आएका छौँ कि मैले आफ्नै भतिजो चिन्दिनँ यहाँ अहिले होइन। भोलि गएर चाहिँ अब के हुन्छ भने अहिले जमाना फेसबुकमा मेसेन्जर हुन्छ। हाम्रै अब डाँडा गाउँको अब तेजप्रसाद गिरी हाम्रो डमरकाको दाइको छोरी हो, अब हाम्रै थपकी मेरो बुवाको काका एउटै मात्रै काका हजुरबाको छोराले बिहा गर्छ भनेको बिचमा त्यस्तो हुन्छ। त्यसले गर्दाखेरि हामी नातागोता सम्बन्धको बिचमा चाहिँ अलिकति म यो गिरी हो, म यो गोत्रको मान्छे हो। अब पुरी मामाले पर्छन्, गिरी रुद्रनाथ गिरीहरू अब आफ्नै पाउँछ होइन। त्यो बिचमा चाहिँ त्यस्तो भएन भनेदेखि चाहिँ कहिले के हुन्छ भने आफ्नै बिचमा कहिले बिहाबारी हुने नमिल्ने ठाउँमा पनि मान्छे चाहिँ अब त्यहाँ चाहिँ एट्र्याक्सन भएर गइसकेको हुन्छ, बाटो बिहाइसकेको हुन्छ छोराछोरीले, अनि भरे चाहिँ अब फर्किने बाटो हुन्छ। त्यसले गर्दाखेरि हाम्रो बिचमा जति अब सम्बन्धहरू विस्तार भयो, मर्दा पर्दा बिहा व्रतबन्ध आदि इत्यादि हुँदाखेरि के हुँदछ भने हाम्रो अब छोराछोरीको बिहा गर्ने बेलामा पनि अब सजिलो हुने रहेछ, नाता सम्बन्ध नपर्ने होइन। फलानाको छोरी छ नि त त्यहाँ बिहा गर्नु भन्दाखेरि बिहा पनि अलिक सहज हुने, बिहा व्रतबन्ध पनि सहज हुने, अन्य कुरा पनि सहज हुने र मर्दा पर्दा आदि इत्यादि गर्दा पर्दाखेरि चाहिँ हामीलाई सहज हुने। त्यसले गर्दाखेरि यो किसिमको अब आज सानो कार्यक्रममा भेट्नु, भोलि अब 22 गते फेरि कार्यक्रम छ भन्दै हुन्छ। सम्भवतः म इटरीमा भएँ अथवा यहीँ भएँ भने अवश्य म त्यो कार्यक्रममा हुने नै छु। कारणवश अब यहाँ भइएन, यही जिल्लामै भइएन अथवा यही भइएन भनेदेखि नहुन पनि सक्ने अवस्था पनि हुनसक्छ। त्यस्तो कार्यक्रमहरूमा अझै अब विगत रूपमा हामीहरू चाहिँ अब आज स्यासा भेटको कति भएको अर्कोचोटि भेट्दाखेरि अब त युनिफर्मले गर्दा उसले गर्दा चिन्नु पनि हुन्छ होला। म त यहाँ सबैको नाम थाहा हुँदैन। अस्ति भेटेको अब त्यो दिपक दाइले, दिपक सरले अथवा दिपक काकाले, दिपक मामाले बिर्सिहाल्नु भयो। त्यो त अब नेग्लिजेन्स गरेर छ, वास्तै गरेर छ। अस्ति बोलाएको एक दिन सामान खाइदो बोल्यो, अब आज त दिँदैन यो चाहिँ नभन्नु। किनभने अब एक त यो कोभिडको 3 चरणको कोभिड लागेर अहिले स्मरण शक्ति पनि अलिक कमजोर भइसक्यो। अब पोली बच्चा गरेको कुरा चाहिँ 101 जम्मै कुरा थाहा छ, ती मान्छे चिन्छौँ पनि गर्छौँ। अब अहिले यो उमेर हुँदै गएपछि 50 बढ्दै गएपछि मान्छेले के हुन्छ भने स्मरण शक्ति चाहिँ कमजोर हुँदै जाँदो रहेछ। नयाँ कुरा सिक्छु भन्नु भनेदेखि सिक्नलाई एकदमै गाह्रो पर्छ। त्यो हुँदो रहेछ। भोलिपछि तपाईँलाई पनि त्यो कुरा फेस गर्नु परिहाल्छ। अब हजुरबाले भन्नुहुन्छ के अरे अब जोभन्दा मेरो गयो भनेर भन्नुहुन्छ। मान्छेलाई चाहिँ 50-55 कति गइसकेपछि मेरो त जिन्दगी गयो, अब म त ओह्रालो लाग्यो भन्ने खालको मान्छेलाई अलिअलि आत्मबल चाहिँ मान्छे कमजोर हुँदै जाएको छ। त्यसले गर्दाखेरि यो किसिमको अब सबैले जन्मेपछि अब किशोर हुने, अब युवा हुने, अनि त्यहाँबाट वयस्क हुने, अनि वृद्ध हुने, यो अब एक दिन मरेर जाने यो मेरो एउटा सिस्टम हो। अब यसलाई चाहिँ अनखिनु कुनै हुँदैन, किनभने संसारै यस्तै सेक्टरमा चलिरहेको छ। अब यो धेरै लामो कार्यक्रमहरू के अब यहाँ खानापिना होला। मेरो भाइ रामकुमार अब स्कुल छ, विद्या कर्तव्यनिष्ठ भएर काम गर्नुभएका हामीहरूले सुनेसम्म र जानेसम्म र यो कोशी प्रदेशलाई हाँक्नको निमित्त ट्राफिक प्रमुखको पदको लागि चाहिँ धेरै मान्छेहरूको धेरै मैले सुनेअनुसार, म किन मैले किटानका साथ त भन्दिनँ, मैले सुनेअनुसार कुनै पनि ठाउँमा प्रमुख पुग्नका लागि त्यसै पनि धेरै ठाउँमा चाहिँ हारगुहार गर्नुपर्ने अवस्थाहरू सुनेको हुन्छु होइन। तथापि पनि यस्तो चाहिँ यो क्रिटिकल अवस्थामा अहिले जेएनजीले चाहिँ आन्दोलनलाई चाहिँ एउटा चाहिँ अनियन्त्रित तरिका चाहिँ मुलुक अनियन्त्रित रूपमा गइरहेको बेलामा पनि यो अवस्थामा यस्तो क्रिटिकल अवस्था जो कि इटरीलाई केन्द्र बनाएर इटरी कोशी प्रदेशकै केन्द्रको रूपमा पनि भन्दा हुन्छ। कोशी प्रदेशकै आगजनी मध्येको सबैभन्दा ठुलो आगजनीको इटरीमा भएको पनि हामीले महसुस गरेका छौँ। र पनि यस्तो ठाउँलाई केन्द्र मानेर सिङ्गो कोशी प्रदेशलाई चाहिँ नेतृत्व गर्नको निमित्त अब्बल नेतृत्वको रूपमा अब्बल नेतृत्व साबित गर्नलाई पनि र भोलि आफ्नो अब्बलता चाहिँ पुष्टि गर्नको लागि पनि चाहिँ यो ठाउँमा नेतृत्व गर्नको लागि हाम्रै 10 नामीभित्रबाट है, हामी 10 नामीहरू मध्येबाटै हाम्रै 10 नामी भनेर हामी आफैलाई चाहिँ आफू भएको केही अंश हामी पनि हौँ भन्ने कुराको महसुस गर्छौँ। त्यस्तो हुनार व्यक्ति जो चाहिँ कोशी प्रदेशको ट्राफिक प्रमुखको चाहिँ पदीय दायित्व लिएर आउनुभएको छ, यो जिम्मेवारीप्रति हामी उहाँलाई चाहिँ एकदम शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ। र आदरणीय प्रहरी उपरीक्षक, सायद पदीय मर्यादामा प्रहरी उपरीक्षक नै भन्छ होला, सायद इङ्ग्लिसमा भन्दा एसपी भन्ने चलन छ होइन, आदरणीय व्यक्तित्व दीपक गिरीज्यूलाई म यस
इटहरीको भूगोलमा सिङ्गो सुनसरी जिल्लामा म स्वागत गर्न चाहन्छु र कोशी प्रदेशमा यहाँको नेतृत्व पक्कै पनि अब्बल सक्षम र एउटा स्मरणयोग्य रहनेछ, जो कि भोलि कुनै पनि ठाउँमा दर्ज हुँदै गर्दाखेरि मिस्टर दीपक गिरी भनेर चाहिँ भन्दै गर्दाखेरि चाहिँ एउटा चाहिँ नेतृत्वको उसमा प्रहरी प्रशासनभित्र चाहिँ अब्बल नेतृत्व हो भनेर चाहिँ जस्टिफाई गर्नुहुनेछ भन्ने पनि हामीहरूले आश भरोसा र विश्वास लिएका छौँ। र यहाँहरूलाई बाहिर बिना वर्दीबाट हामीहरूले अदृश्य रूपमा जिम्मेवारीको फुली हामीहरूले पनि लिएका छौँ, जो कि समाज परिवर्तनको निमित्त हामी लाग्नेछौँ। त्यो कुरामा हजुरलाई हामीले कुनै दिन कुनै ठाउँमा कुनै पनि समयमा सहयोग गर्नुपर्ने त्यस्तो अवस्था आइपर्यो भने दशनामी हामी युवाहरूलाई सम्झिनु भएको खण्डमा यी यहाँ देखिराख्नुभएका यी प्रतिनिधि उपस्थिति मात्रै हो, हजुरलाई म स्मरण गराउन चाहन्छु। यो प्रतिनिधि उपस्थिति हो जो जिल्ला कार्यसमितिबाट, हामी युवाको कार्यसमितिबाट, यस्ता युवाहरू हामीसँग जिल्लामा धेरै हुनुहुन्छ र हामीसँग जिल्ला कार्यसमिति, नगर कार्यसमिति र वार्ड कार्यसमितिसम्म रहेको छ सुनसरी जिल्लामा पनि। र दशनामीहरू हामी एकदमै सक्रिय छौँ। दशनामीहरूले चाहिँ एकदम रचनात्मक कार्यहरू गरिरहेका छौँ र रचनात्मक कार्यहरू गर्दै जाँदा हजुरलाई पनि हामी साथ र सहयोग सँगै लिएर हामी हजुरसँग हातेमालो गरेर अगाडि बढ्न चाहन्छौँ। कुनै पनि त्यस्ता कार्यक्रमहरू गर्नु पऱ्यो भने हजुरको सल्लाह सुझाव हामी चाहिँ लिनेछौँ र त्यो सल्लाह सुझाव अनुरूप हामी गर्नेछौँ भन्ने पनि यहाँलाई हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र उपस्थित साथीहरूको यो उपस्थितिले हजुरलाई चाहिँ अलिकति हामी दशनामीहरू चाहिँ हजुरसँग छौँ है भन्ने कुराको महसुस होस् र हजुरको साथमा हामी रहँदै गर्दाखेरि हजुरले यहाँ हुँदै गर्दा हामीले धेरै हामी यहाँ हुँदै गर्दाखेरि दशनामीको एउटा गिरीबन्धु आउनु भएको छ, दशनामी बन्धुहरू आउनु भएको छ। भोलि चाहिँ पदीय हिसाबले चाहिँ केही कुराको चाहिँ एक्सपेक्टेसन आशा होइन हुन सक्ला भन्ने हुनसक्छ। हामी हजुरलाई नियम कानुनभन्दा बाहिर गएर कुनै पनि कुरामा हामी हजुरलाई बाधा अड्चन अथवा चाहिँ कुनै पनि त्यस्ता सिफारिसहरू गर्ने छैनौँ, जो कि नियम कानुनभित्र रहने कुराहरू